बस र ट्रक ठोकिँदाखेरि बसको ड्राइभर हेल्पर र 2 जना पेसेन्जर ठाउँको ठाउँ मरे। इन्डियन ट्रक रहेछ, रङ साइड च्यापेर आएछ, पुरै रङ साइड च्यापेर आएर बसमा ठोकिएको रहेछ। इन्डियन ट्रकको ड्राइभरले मापासे गरेको। ठ्याक्कै 2 बजे मन्डीबाट हिँडेको, 2:30 बजे दाखढुङ्गा जाममा पर्यो। दाखढुङ्गामा जाममा परेपछि ठ्याक्कै बिस्तारी गर्दाखेरि अहिले बल्ल घुमाउने पुग्न लाग्यो। घुमाउने गाडी चलाउँदाखेरि मापासी किन गरेर चलाउँछन् हो? हेर बिजोक, फोटो खिच्न नि मन लागेन, पुरै रगत रहेछ।